हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज म खेततिर खेत यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। रोपाई भइसकेको छ। रोपाई भएर मल छर्न बाँकी पनि छ अलिअलि। अनि यहाँ झार पनि कस्तो लागिसकेको छ। यहाँ त अलिक थोरै छ। झारको औषधि हुन हाल्न त हालियो, रोपेर भएपछि झार उम्रेको थियो, अलिअलि हालियो। त्यही पनि सोचे जस्तो त औषधिले काम गरे छैन। यहाँ त अलिअलि मात्रै छ। अर्को त्यहाँ डिलमा अर्को ठाउँको खेतमा यस्तो धेरै छ। यहाँ खेततिर खेत हेर्दै कस्तो छ हरियाली। रोपाई हुन त सबैको लगभग सकि नै सकेको छ। तर दुःखको कुरा, एकतिर रोपाई सकिने, अर्कोतिर त्यो खेतहरू एकतिर रोपाई सकिएर अर्कोतिर के हुन्छ, झार उम्रिँदै जाने। अनि झार उम्रिँदै गयो भने फेरि त्यही समस्या, खेतमा गएर झार निकाल्ने, गोडमेल गर्ने काम सुरु हुन्छ। अब यो यहाँको खेत भयो। अब यो बाटो उता छ, त्यहाँ गएर देखाउँछु। त्यहाँ लास्तै धेरै छ। एक कोली यिनी झार निकाल्नलाई एक कोलामा लगभग 3-4 जना भयो भने 5-6 घन्टा जति लाग्छ। त्यस्तो धेरै झार छ। अहिले म देखाउँछु हजुरहरूलाई। यहाँ रहेछ यो दुइटा, त्यसको र त्यसको गोडमेल गरेर निकालियो। कस्तो चिटिक्क परेको देखिरहेछ। अनि अझै त्यहाँ दुइटा खेत छ, त्यो र त्यो। त्यसमा लास्टै यसमा हुन त यसमा पनि सेम त्यस्तै छ, जस्तो त्यसमा थियो सेम त्यस्तै थियो। यहाँ देख्न सकिन्छ पुरै धानको बिउ रोपेको जस्तै सेम टु सेम पुरै खेतभरि नै छ। औषधि छरेको पनि कहीँ पनि त्यो हाम्रो नजानेर हो जस्तो लाग्यो। अलिअलि पानी भएको बेला हालेको भए अलि लाग्थ्यो होला। सुक्खामा हाल्यो, अनि बिलु गएको बेला लगाउने झन् छिटो औषधि लाग्छ नि। त्यसमा त यतातिर पुरै पुरै कम छ। यहाँनिर त पुरा टन्नै पुरै भरिएको छ। बिउ झार सबै इक्वेल रूपमा चिनिसके होइन। धान रोपेको हो कि झार रोपेको हो। त्यस्तै सेम यो आलीमा पनि थियो। तर यहाँ अहिले गरेर पुरै ल्याएपछि चित्त परेको देखेछ। अब यो दुइटा छ। यसले अब एउटाकै खेतले यस्तो गोडमेल गर्नको लागि लगभग 3-4 जना भयो भने 4-5 घन्टाभन्दा कम लाग्दैन। पुरै भरिएकै छ। बिउ जस्तै छ, बिउ जस्तै उखाले जस्तै छ उखाल्न पर्ने। त्यस्तै हो। किसानको छोरा भएपछि खेतीपाती गरिसकेपछि गर्नै पर्छ। अनि गरेर पनि अझै राम्रो उब्जाउ गरेर त गर्नै पर्यो, नगरी पनि खान पुग्दैन। त्यही भएर तपाईँहरू पनि छ भने खेततिर जानुहोस्, काम गर्नुहोस्, छैन भने आरामले इन्जोय गर्नुहोस्। बाई बाई।